आज कता भोलि कता यस्तै छ जिन्दगानी। जीवन घाम र पानी, मरेर त के छ र लानी। आज दुःख छ भोलि त सुख होला नि। यात्रा यस्तै छ हाम्रो, जिउने हो हरेक पल। साँच्चै मरेर त के छ र लानी। सो वेलकम टु आवर थर्ड एपिसोड फ्रम मुसिककोट टु सुर्खेत। सायद आज पानी पनि पर्ला जस्तो छ धेरै। सो राम्रो होस् या नराम्रो होस्, यो एक्सपिरियन्स, बट आई डोन्ट नो, वी डोन्ट नो। सो लेट्स स्टार्ट। ल फाइनली को 8:50 भयो बिहानको। अब बल्ल ब्रेकफास्ट खाइरहेछ। एमआरबीको मिटअप भइरहेछ बाहिर। अब ब्रेकफास्ट खाइसकेपछि आजको 130 किलोमिटर जति सुर्खेतसम्म जानेछौँ हामी। अब रमाइलो गर्नेछौँ, त्यसमा नि भिडियो सुट, ड्रोन त मारामार छ, फेलाफेल छ। अब अहिले ब्रेकफास्ट खाएपछि अनि हामी निस्किने हो। त्यही हो, अब बाटोमा भन्दै गरौँला कहाँ पुग्यो, के गरिरहेछ भनेर। ए बबुआ हामी निस्किनुपर्छ हाम्रो है पाले त विकास यहाँ न नेक्स्ट रेडी भइसकेको छ, गाडीहरू सब रेडी छ। अनि पनि रेडी भइसक्यो, म्याच सबजना ड्राइभर हुन्छ, तपाईँले देखेको छ। ल मुसिकोटको भाइहरू सबैजना बिहानदेखि आउनुभयो कि होइन, भेट्नुको लागि 6 बजेदेखिको। सबैजना धन्यवाद। अनि राम्रो सपोर्ट गरिदिनु भयो, त्यसको लागि पनि धन्यवाद। अनि बाटोहरू पनि अलिकति इन्फर्मेसनहरू, एक्स्ट्रा इन्फर्मेसन दिनुभयो, त्यसको लागि पनि धन्यवाद। थ्याङ्क यू सो मच मुसिकोट। बस फेरिमा घोडा चलाउन जान्छ फेरि सर।
ड्रोनै झऱ्यो रे यार औडा भनेर हिजो मेरो ड्रोन झऱ्यो आज ड्रोसको ड्रोन झऱ्यो तनाबै तनाब भयो सेट दुईटै ड्रोन झऱ्यो मेरो ड्रोन झरेर पुरै भाँच्यो उनको ड्रोन झऱ्यो भेटी चाहिँ भेटिन्न अर्को एउटा सानो मिनी टुटा छगेर छन् र अब हेरौँ अब लेट्स सी कहाँनिर झऱ्यो ब्याट्री कनेक्सन लुज भयो कि त्यो मैले टेपले टालेको नि त त्यो अर्को हाल्नुपर्छ गरे अनि सुट्ने यार त्यो निलो हो त्यो पछाडि खकिया त्यो सान्सी मजाले बसेर आनन्दले चिल पारेर रिल्याक्सको तरिकाले सबै सेटिङ राम्रोसँग गरेर गर्ने हो कि फास्ट गर्ने होइन म फेरि हिँड्मै यो बाटोको उक्लिने त यही जङ्गलमा खसियो होइन अब यहाँबाट उक्लिन अलिक सम्भव रहेनछ माथिबाट उक्लेर यसरी हेर्ने कि भन्ने कुरो छ गरे यहाँबाट देखिन्छ देखियो होइन लेट्स सी के हुन्छ खराब भए आउँदैछ खराब भए छिर्छ अब कलाएर दोस भेटिएर दोस भेटिएर यहाँबाट त उक्लिनै गाह्रो छ यार अब चाहिँ निस्किन पर्ला जस्तो किन भन्नु पर्दा ड्रोन भेटेन र यहाँ भाइहरूलाई जिम्मा देखाम हाम्रो सब्सक्राइबर भाइहरू हुनुहुँदैछ भेट्टाउनु नै ड्याममै डस ल हाम्रो यहाँ स्कुलको गाइडहरू ड्रोन खोज्दै भेटाएनन् जसले भेटाउँछ तिमीहरू टिमले 10,000 ढ्याप्पै पायो हामी निस्किन्छौँ यहीँ छ है खोजेर है ल फोन नम्बर छ ल त्यही हो धन्यवाद खोजेकोमा ड्रोन हरायो होइन जङ्गलतिर हरायो अनि त्यसपछि माइक पनि एकछिनको लागि हरायो अनि अहिले हामीहरू एकछिन रेस्ट गरेको होइन यस्तो रमाइलो गरेर चिया खाएर स्न्याक्सहरू खाएर अब यहाँबाट 60 किलोमिटर छ सुर्खेत अनि आजको बस त्यहीँ बस्ने हो अनि रमाइलो गरिरहेको छ सबैजना केटाहरू राम्रो राम्रो बाटो पनि भेट्यो ट्रेल्सहरू मजाको भेट्यो अब त्यही हो That was awesome. Mind-boggling. Magnificent. केटाहरूको अनुहार हेर्नुहोस् न एकचोटि देखाइदिनुहोस् न उहाँहरूको थकित लागेको छैन केटाहरू थाकेको छैन यो केटा हेर्नुहोस् त्यहाँ हेर्नु मेन हाम्रो क्यारेक्टर चिल पिल आज गरेर एकदम राम्रो भयो It was quick, fast. Off-road was easy, man. There's no off-road. I don't count that on off-road. भोलिदेखि मेन राइड स्टार्ट हुन्छ जस्ट वान्ट द्याट अफ-रोड एउटा थ्रिल चाहिएको थियो क्या त्यो पाए छैन राइड रमाइलो भयो सबैजना पुरै पसिनाले भिजेछ अहिले है गर्मीले अनि डिहाइड्रेसन अलिअलि भइरहेछ त्यही कारण सबैजना जुस खाइरहेछ अहिले lemon juice everybody is drinking lemon juice ride is very good awesome ride off-road अलिअलि थियो वाटर क्रसिङहरू राम्रो थियो सबैजनाले बाइक राम्रोसँग चलाइरहेको थियो द्याट्स गुड खतरा थियो मजा आयो अफ-रोड पनि मजा आयो अन रोड पनि मजा आयो अब बीचमा मान्छेहरूको नजरले गर्दाखेरि हाम्रो क्यामेराम्यान दाइको ड्रोन पनि हरायो ठिकै छ अब के हुन्छ हेरौँला अगाडि राइड वाज असम हैन अब वाटर क्रसिङहरू पनि मजा आयो अनि अफ रोड पनि वाज गुड आजको अनि अलि थकित डिहाइड्रेटेड अब हामी त्यही सुर्खेततिर लाग्दैछौँ अनि आजको नाइट त्यही बिताएर भोलि अनि फेरि स्टार्ट गर्ने अब आइबिएल कहिले हुन्छ अब त्यो आइबिएललाई सोध्नु अब ओभरअल आज एक्सपिरियन्स वाज भेरी गुड होइन राइड वाज भेरी गुड अनि सबैभन्दा स्याड थिङ चाहिँ हाम्रो मेजर साहबको ड्रोन हरायो अनि त्यही हो म पनि लड्यो है एउटा स्लाइट मिस्टेकले गरेर एउटा नराम्रो एक्सिडेन्टबाट बच्यो and it was good. We had a good fun. एकदम रमाइलो लाग्यो दाइसँग आएर एकदम खुसी भइसक्यो दाइहरूसँग सबैसँग भेटेर
एकदम खुसी लाग्यो बाइकमा नि एकचोटि लड्यो हामी अघि घुम्टोमा लड्दाखेरि तँलाई कस्तो भयो भन्ने लडा दाइ म पहिला एउटा ट्याक्कै भइमा टेकेको अरे दाइले बाइक बुङ्नु पर्दा त मैले गाडा गाडा दाइ त बुङ्नु बाइक पल्टाइदिनु लगेर अब दाइ र म त हुट्टिँदै गर्थ्यौँ पर मुटु सिरिङ्ग भएथ्यो कि भएन भयो होला भएन लड्ने बेलामा पछाडि हाम्फालिसकेको रहेछ आज चाहिँ एकदम असम भयो दुईवटा इन्सिडेन्ट भयो हिजो र आज चाहिँ हामी आज ड्रोनको लागि चाहिँ लोड गरेर हिजो मेरो ड्रोन पनि माथि छतबाट खस्यो होइन अनि दोषको त आज ड्रोनै हरायो अनि त्यहाँपछि फेरि झन्डै माइक हराउँदै थियो झन्डै बर्बाद पऱ्यो गएर खोजेर लिएर आएँ पानीले भेटाइसक्यो रेनकोट लाउनु पर्छ त्यहीँनिर आइसक्यो पानी हिम्मै आइसक्यो हाम्रो बाइकको चाहिँ लिभर झरेछ अब यसलाई चाहिँ बनाउनु पर्ने छ टक्क लगाएर हामीलाई त्यहाँबाट अब रेनकोट लायो हुन्छ जस्तो लाग्छ भयो हामी भागिहाल्नु म यो चारवटा बनाएर हामी भागिहाल्नु चाहिँ हिम्मै यो रुखनिर पानी आइसकेको छ अब यहाँ आउनको लागि धेरै टाइम छैन झ्याप हाम्रो रोजसँग सब छ के हो नट टाइट गर्नुपर्ने हो लाउ घटा लाउ रेनकोट लाउ झाडाम झुरुम हानेर ल हान्यो ढुट्टो हान्यो हावा र हुरी पानीले हान्यो ठुलो पानी अचम्मको पानीले हानेर ल भइहाल्यो सेट भन्दैन खरायो टिपाटिप गाडी त्यसरी रेनकोट छैन त्यसको रेनकोट छैन त्यसको लाउँदैछ त्यही बस्छ हेलो दोस्त हुन्न मास्क ल अब हामी बल्ल सुर्खेत आइपुग्यो लगभग आज हामीले 150-160 किलोमिटर चलाएर
बाटोमा ती पानी पऱ्यो बाबा खतरा भिडियोजहरू आउनु थाल्छ अब चाहिँ मजा आयो सब भिज्यो अनि अब बल्ल आइपुग्यो अब अहिलेको टाइम 4:45 भयो आज यहाँ रेस्ट गर्ने भोलि रिफ्रेस भएर अनि माथि चढ्दै जाने अब